जब म पनि न्यू मम थिएँ होइन त्यो टाइममा मैले चाहिँ यो बारेमा चाहिँ अलिअलि रिसर्चै गरेको थिएँ अनि के रहेछ खास कुरो भनेर चाहिँ भनेर बुझ्दै जाँदाखेरि चाहिँ जे कुरा मैले पत्ता लगाएँ त्यो कुरा चाहिँ म पनि यहाँहरूलाई पनि याद होस् भनेर चाहिँ जस्ट सेयर गर्नुको लागि आएको। यो 2-2 घन्टामा खुवाउनु पर्ने कुरा चाहिँ कस्तो रहेछ भन्दाखेरि जस्तो हाम्रो बच्चा 3 केजीको जन्मियो भने हप्ता 10 दिन अथवा 15 दिनमा उसको वेट कम हुन्छ कि किनभने पानीमा बसेको पानीबाट बाहिर निक्लिँदाखेरि उसको वेट यसै कम हुन्छ 2800 ग्राम अथवा 2900 ग्रामसम्म पुग्दाखेरि जबसम्म उसले आफ्नो जन्मेको वेटलाई चाहिँ मेन्टेन गर्दैन त्यो टाइममा चाहिँ हामीले 2-2 घन्टामा खुवाउन जरुरी छ। तर जब उनीहरूले चाहिँ आफ्नो वेटलाई चाहिँ मेन्टेन गरेर 3 केजी पुर्याइसकेपछि चाहिँ उसलाई 2-2 घन्टामा खुवाउनु पर्ने जरुरी छैन। ऊ 3 घन्टा 3.5 घन्टासम्म मजाले सुत्न सक्छ र जति धेरै सुत्यो त्यति नै के हुन्छ ग्रोथ हर्मोनहरू चाहिँ रिलिज हुन्छ अनि रिलिज भएर त्यसपछि चाहिँ उनीहरूको वृद्धि विकास हुन्छ। सो डेभलपमेन्ट यसरी हुन्छ। त्यही भएर हामीले चाहिँ आफ्नो वेट मेन्टेन गरिसकेको बच्चालाई पनि 2-2 घन्टामा उठाएर खुवाउन चाहिँ जरुरी छैन। अझ त्यसरी खुवायो भने चाहिँ झन् बच्चा क्र्याङ्की हुने नअगाउने असन्तुष्टि हुने रुने होइन जति दिए पनि नअगाए जस्तो हुने हुन्छ। त्यही भएर त्यस्तो चिन्ता गर्नु पर्दैन। 2 घन्टा 3 घन्टा 3.5 घन्टासम्म आरामले सुत्न छोडिदिँदा हुन्छ। जब भोक लाग्छ बच्चाहरू आफै उठ्छ खानुको लागि। यो चाहिँ मैले पर्सनली पनि फिल गरेको कुरा अनि अहिले जुन न्यू ममहरू हुन्छ उहाँहरूलाई पनि मिसकन्सेप्ट नहोस् भनेर बर्थ वेट मेन्टेन भइसकेपछि चाहिँ उसलाई 2-2 घन्टामा खुवाउनु जरुरी छैन फिड गराउनु जरुरी छैन चाहे त्यो बोतल होस् या ब्रेस्ट फिड होस्। थ्याङ्क यू।